है आज असारको 17 गते हाम्रो रोपाइ भइरहेको छ। हेलो दिदी। हेलो हेलो। आधी गरा मात्रै रोपे खान। यो 12 बजे आउँछु भने ट्र्याक्टर 4 बजे आयो। दिदीहरुको काम धम्माधम चल्दैछ है ल। 5:30 बजे रे ल अझै ट्र्याक्टरले धोका दिएर यति अझै भोलि बिहान यो चाहिँ यति चाहिँ धम्माधम रोप्दै हुनुहुन्छ 4 जना दिदी बहिनी मिलेर। ल दुईटा दिदी घोप्ट्या हुनुहुन्छ। हेलो दिदीहरु। नहेर्ने रे लजाउनु भयो। यता चाहिँ हेलो उहाँकै धान रोपाइ हो आज मक्ख परेछिन्। कस्तो अनुभव भइरह धान रोपेर? एकदमै रमाइलो अनि फर्स्ट टाइम होइन नि त पहिलेदेखि रोपिराखेको। खासै त्यस्तो केही अनुभव भएको छैन हो। 15-16 वर्ष भइसक्यो धान रोप्नु लागेको तर जान्दिन। 15-16 वर्ष भइसक्यो तर जान्दिन खासै। यति अझै बाजै छ। हेर्नु त कति राम्रो भ्यू आएको छ। वाउ।